साथीहरु हाम्रो यहाँ हेर्नुस् है फर्सीको मुन्टा ड्याम्मै आएको छ। यी हेर्नुस् है साथीहरु हाम्रो फर्सीको मुन्टा ड्याम्मै अस्ति मैले रोपेको साथीहरु फर्सीको मुन्टा एकदमै राम्रो भएर आएको छ। अब चाहिँ म टिप्नु गइरहेको छु है साथीहरु फर्सीको मुन्टाहरु ड्याम्मै भएको रहेछ पुरा। कतिलाई मन पर्छ साथीहरु कमेन्ट गर्नु होला। फर्सीको मुन्टा यहाँनिर चाहिँ जिरे खर्सानी हुँदैछ, पाक्दै पनि रहेछ रातो रातो। डल्ले खर्सानी चाहिँ भएन है साथीहरु। फर्सीको मुन्टा चाहिँ ड्याम्मै भएको छ हो। त्यो मैले जुन चाहिँ हिजो तपाईलाई मसिनो देखाएको थिएँ त्यो भन्दा मैले अगाडि नै यो रोपेको थिएँ हो। अनि यो चाहिँ अहिले यतिको भएको छ फर्सीको मुन्टा। ऊ माथि पनि चढेको छ है।